आज हामी हेर्छौँ नेपालबाट गुगल एकाउन्ट कसरी बनाउने भन्ने बारेमा। गुगल एकाउन्ट छैन भने युट्युब, गुगल म्याप, प्ले स्टोर, गुगल ड्राइभ लगायत थुप्रै एपहरू चल्दैन। आज हामी गुगल एकाउन्ट बनाउने सबैभन्दा सजिलो तरिका सिक्नेछौँ, त्यसैले यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। नमस्ते, सिकाउ डिजिटलमा तपाईँलाई हार्दिक स्वागत छ। यदि तपाईँसँग अझै गुगल एकाउन्ट छैन भन्ने या नयाँ एकाउन्ट बनाउन खोज्दै हुनुहुन्छ भने यो भिडियो तपाईँकै लागि हो। आजको यस भिडियोमा हामी मोबाइलबाट गुगल एकाउन्ट कसरी बनाउने भन्ने स्टेप बाई स्टेप देखाउनेछौँ। पुरै भिडियो हेर्नुहोला। बिचबिचमा एउटा दुईटा महत्त्वपूर्ण टिप्स रहेका छन् जसलाई मिस गर्नुभयो भने बादमा समस्या आउन सक्छ। अब बनाउने प्रक्रियाबारे देखाउनका लागि म आफ्नो मोबाइल स्क्रिनमा तपाईँलाई लग्छु। गुगल एकाउन्ट बनाउनको लागि सबैभन्दा पहिला आफ्नो फोनमा रहेको जिमेल एपलाई खोल्नुहोला। जिमेल एपलाई खोल्नको लागि सर्चमा गएर जिमेल भनेर सर्च गर्नुहोला। सर्च गरेपछि तपाईँले फर्स्टमा हेर्न सक्नुहुन्छ। फर्स्टमा हेरेपछि तपाईँ त्यसमाथि खिच्नुहोला। खिचेपछि तपाईँले यस्तो इन्टरफेस हेर्न सक्नुहुन्छ। यस्तो इन्टरफेस हेरेपछि तपाईँले यो कुनामा रहेको प्रोफाइलमाथि क्लिक गर्नुहोला। क्लिक गरेपछि तल जानुहोला। तल गएपछि हेर्न सक्नुहुन्छ कि एड एनदर एकाउन्ट भन्ने अप्सनमा खिच्नुहोला। खिचेपछि तपाईँले यस्तो इन्टरफेस हेर्न सक्नुहुन्छ जसमा गुगल, आउटलेट, याहू जस्ता रहेका छन्, तर हामीलाई गुगलमाथि खिच्नुहोला। यति खिचेपछि यति गरेपछि तपाईँ यस्तो इन्टरफेसमा आइपुग्नुहुन्छ। यहाँ आइपुगेपछि तपाईँले तल दिएको क्रिएट एकाउन्टमा क्लिक गर्नुहोला। यहाँ तपाईँले दुईटा अप्सन हेर्न सक्नुहुन्छ, फर माई पर्सनल युज, फर वर्क्स और माई बिजनेस। यहाँ यसको मतलब यो तपाईँ के को लागि बनाउँदै हुनुहुन्छ भन्ने सोध्नको लागि हो। यदि तपाईँ आफ्नै लागि बनाउँदै हुनुहुन्छ भने फर माई पर्सनल युजमा क्लिक गर्नुहोला। यदि तपाईँ व्यवसाय या कामका लागि बनाउँदै हुनुहुन्छ भने तल रहेको फर वर्क्स और माई बिजनेसका लागि बनाउनुहोला। अहिले हामी आफ्नै लागि बनाउँछौँ, त्यसैले फर माई पर्सनल युजमा खिच्छौँ। यति खिचेपछि तपाईँले यस्तो इन्टरफेसमा आइपुग्नुहुन्छ। यहाँ रहेको छ क्रिएट अ गुगल एकाउन्ट, इन्टर योर नेम। यहाँ तपाईँले आफ्नो नाम र सरनेम राखेर अगाडि जानुहोला। यहाँ लेख्नुहोला आफ्नो नाम। जस्तै म उदाहरणका लागि लेख्छु श्याम। यहाँ नाम लेख्नुहोला अनि यहाँ तल रहेको सरनेममा आफ्नो कास्ट लेख्नुहोला। ठिक छ। यति गरेपछि हाम्रो प्रथम स्टेप सफल भयो। अब हामी आउँछौँ अग्लो स्टेपमा। नेक्स्ट स्टेप रहेको छ अब आफ्नो जन्ममिति राख्नुहोला। आफ्नो जन्ममिति अङ्ग्रेजीमा राख्नुहोला, नेपालीमा नराख्नुहोला। जस्तै म राख्छु उदाहरणका लागि 24, महिना म अप्रिल राखेँ अनि साल म राखिदिए के 2006 है। अनि यहाँ आफ्नो लिङ्ग छान्नुहोला। अब तपाईँ के हुनुहुन्छ, महिला, पुरुष। यदि महिलाको फिमेल र पुरुषको लागि मेलमा खिच्नुहोला। यति गरेपछि तपाईँको सेकेन्ड स्टेप पनि पुरा भयो। अब हामी लगाऊ तेस्रो स्टेपतिर। तेस्रो स्टेपमा रहेको छ क्रिएट अ गुगल एड्रेस फर साइन इन योर गुगल एकाउन्ट। यो धेरै महत्त्वपूर्ण स्टेप हो। यसलाई ध्यान दिएर सुन्नुहोला है। यो यहाँ तपाईँलाई आफ्नो गुगल एड्रेस राख्न भनिरहेको छ। यसले के हुन्छ भने जुनसुकै तपाईँको बिजनेस या कुनै पनि प्रकारको मेल आउँछ यही एड्रेसमा आउने गर्दछ। त्यसैले यसलाई सजिलो र याद रहने राख्नुहोला। जस्तै म राख्छु श्याम यादव एनपी अनि एउटा नम्बर राखिदिए 07 है। अब तपाईँले आफ्नो मन जे राख्नुहोला है। त्यसपछि माथि तपाईँ यहाँ नेक्स्टमा क्लिक गर्नुहोला। तर यो याद राख्नुहोला, यो बादीमा धेरै काम लाग्छ है। त्यसैले यसलाई सजिलोभन्दा सजिलो राख्नुहोला। म नेक्स्टमा क्लिक गर्छु।
यति गरेपछि तपाईँ अब आउन सक्नुहुन्छ नेक्स्ट स्टेपमा। यहाँ रहेको छ क्रिएट अफ स्ट्रङ पासवर्ड विथ मिक्सचर अफ लेटर नम्बर एन्ड सिम्बल। यसको मतलब तपाईँले कम्तीमा 8 क्यारेक्टर राख्नुहोला जसमा लेटर नम्बर र सिम्बल होस्। ठिक छ। यो धेरैजनाले के गर्छन् भने सजिलो पासवर्ड राखिदिन्छ, जस्तै आफ्नो नाम, नम्बर 1 देखि 9 सम्म। त्यो कहिले पनि नराख्नुहोला। कहिले पनि कम्तीमा 8 क्यारेक्टरको होस्, जसलाई गेस गर्न सजिलो नहोस् है, त्यस्तो राख्नुहोला। जस्तै म राख्छु अहिले श्याम। ठिक छ, श्याम यादव। ठिक छ। अनि म यहाँ गएर यो @ अनि $ राखेँ अनि लेखिदिएँ यति है। यति गरेपछि म नेक्स्टमा क्लिक गर्छु है। नेक्स्टमा क्लिक गरेपछि अब यो भनेछ दिस मे टेक अ मोमेन्ट, मतलब यस अलिकति समय लाग्न सक्छ बन्नको लागि, खाता बन्नको लागि। अलिक वेट गर्नुहोला। यति गरेपछि तपाईँ यस्तो इन्टरफेसमा आइपुग्नुहुन्छ। यहाँ रहेको छ भेरिफाई योर फोन नम्बर। यसले तपाईँको के हुन्छ भने रिकभरीमा हेल्प हुन्छ। यसका लागि तपाईँले यहाँ दिएको भेरिफाई अप्सनमा खिच्नुहोला। यहाँ खिचेपछि तपाईँहरूले अगाडि बढ्न सक्नुहुन्छ। यहाँ रहेको छ दिस मे टेक अ फ्यु मोमेन्ट, अलिकति टाइम लाग्न सक्छ भनेर भनेको छ। हेरौँ कति टाइम लाग्छ अरे। हो, हेरौँ यहाँ लेखेको छ योर। यसको मतलब तपाईँ आफ्नो खाताको इन्फर्मेसन विवरणहरू हेरिहाल्नु भनेर यसको मतलब त्यो हो। यहाँ तपाईँले नेक्स्टमा खिच्नुहोला। नेक्स्टमा खिचेपछि यहाँ गुगलका केही शर्त रहेका छन्, त्यसलाई आई एग्रीमा गएर तल खिच्नुहोला। अलि टाइम लागिरहेको छ। ठिक छ, केही छैन, टाइम लाग्छ अलिकति। अब हाम्रो सबै भइरहेका छन्। अब यो चेकिङ गर्दैछ हाम्रो इन्फो। ल, अब हाम्रो खाता बन्यो। अब यसलाई हेर्नका लागि फोनमा रहेको जिमेल एपलाई, त्यही एपलाई फेरि खोल्नुहोला। म फेरि खोलेर तपाईँले फेरि कुनामा रहेको प्रोफाइलमा खिच्नुहोला। खिचेपछि तपाईँले तल जानुहोला। तल गएर हेर्न सक्नुहुन्छ कि हाम्रो यहाँ आइसकेको छ नाम श्याम यादव np07@gmail.com यहाँ छ हो। यहाँ क्लिक गरेपछि तपाईँहरू हेर्न सक्नुहुन्छ आफ्नो जिमेल एड्रेस, गुगल अकाउन्ट हेर्नु। यहाँ देखाइदिएको छ हो, हाई बेटर एन्ड्रोइड एक्सपिरियन्स इज वेटिङ। अब तपाईँलाई भनिरहेको छ अलिक सिक्युरिटी लगाउनको लागि, त्यो लगाइहाल्नुहोला। यदि भएन भने तपाईँले यो भिडियोमा कमेन्ट गर्नुहोला। हामीले यसको लागि अर्को भिडियो बनाउनेछौँ। हस्, आजका लागि यति नै। यदि भिडियो उपयोगी लाग्यो भने भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गर्न नबिर्स्नुहोला र यसको 2 भेरिफिकेसन र फोन भेरिफाई गरिहाल्नुहोला। त्यसले रिकभरीमा मद्दत गर्दछ अनि धेरै त्यहाँ रहेका हुन्छन् सेक्युरिटी क्याचअपहरू, त्यो सबै गरिहाल्नुहोला। यदि भएन भने कमेन्टमा लेख्नुहोला, म त्यसको लागि अर्को भिडियो बनाइदिनेछु। तबसम्मको लागि जय नेपाल, जय गोर्खाली।